नमस्कार। न्युयोर्कमा नीति शाहलाई सर्वश्रेष्ठ डेब्यू अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। अभिनेत्री नीति शाहले अमेरिकाको न्युयोर्कमा आयोजित 8848 हिमालय म्युजिक एन्ड फिल्म अवार्डमा सर्वश्रेष्ठ डेब्यू अभिनेत्रीको अवार्ड जितेकी हुन्। नेपाली समयअनुसार सोमबार बिहान न्युयोर्क स्थित मेलरोज बलरुमको हलमा अवार्ड वितरण गरिएको थियो। दशैंमा प्रदर्शनमा आएको फिल्म ज्वाइँसाबाट नीति शाहले अवार्ड जितेकी हुन्। अभिनेत्री पूजा चन्दले नीतिलाई अवार्ड हस्तान्तरण गर्दै प्रशंसा गरेकी थिइन्। अवार्डले मलाई अभिनय कर्ममा सक्रियता र ऊर्जाशील भएर लाग्ने प्रेरणा दिएको छ भनेर नीति शाहले अवार्ड जितेपछि सञ्चार माध्यमहरूलाई बताएकी थिइन्। उनी आफ्नो पहिरनमा निकै सुन्दर र शालीन पनि देखिएकी थिइन्। यसरी अवार्ड समारोहमा राजेश हमाल र शम्भुजित बास्कोटा सहित अमेरिकामा बसोबास गर्दै आएका विभिन्न कलाकारहरूको भव्य सहभागी रहेको थियो। हमाल र बास्कोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा निकै भव्य र सभ्य रूपमा सञ्चालन भइरहेको थियो। समारोहमा विजय बरालले पूर्णबहादुरको सारङ्गीबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। छक्का पञ्जा 5बाट केदार घिमिरे माग्ने बुढाले उत्कृष्ट कमेडी भूमिकामा पुरस्कार जितेका छन्। सामला उत्कृष्ट फिल्म घोषित भएको छ। स्वस्तिमा खड्काले बेहुली फ्रम मेघौलीबाट पनि उत्कृष्ट अभिनेत्री प्राप्त गरेकी छन्। समीर भट्टले 12 गाउँबाट उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड प्राप्त गरेका छन्। त्यस्तै विभिन्न कलाकारहरूले विभिन्न विधामा उत्कृष्ट कलाकारको उपाधि प्राप्त गरेका थिए। कार्यक्रम निकै रमाइलो र भव्य रूपमा सम्पन्न भएको कुरा सञ्चार माध्यमहरूसँग कार्यक्रम सञ्चालकहरूले बताएका थिए। यस्तै